हेलो साथीहरू, आज चाहिँ म जाँदैछु लमई बजारतिर। जानुको कारण भने होटलको विभिन्न सामानहरू सिद्धिएको छ, जस्तै मासु तरकारीहरू सबै सिद्धिएको छ। त्यही लिनलाई म बजार जाँदैछु। बजार पुग्ने साथ म बाइकबाट झरेर जाँदैछु मासु लिनलाई। सुकुटीको लागि मासु चाहिएको थियो, त्यसैले म मासु पसलमा गएर मासु पनि किने। 2 किलो मासु यसरी किनेर म आएँ बाइकमा फेरि। अब जानु छ म तरकारीहरू किन्नलाई मन्डीतिर। यहाँ चाहिँ बिहान पख मन्डी लाग्ने गर्दछ। यो मन्डीमा चाहिँ बिहान पख गाउँघरको तरकारीहरू लिएर सिधै किसानहरू आएर बेच्ने गर्दछन्। यहाँनिर किसानहरूले एकदमै ताजा तरकारीहरू बेच्ने गर्दछन्, सिधै बारीबाट ल्याएर। मैले पनि गोबी टमाटर खुर्सानीहरू यसरी किनेर लगेँ। अब यो किनेर लगेर म जानु छ प्याज लिन। यहाँनिर प्याज अलि महँगो पर्छ, म सिधै बोरा नै लग्ने यो प्याजको, त्यसैले म प्याज लिनतर्फ लागेँ। यसरी मैले यहाँनिर आएर प्याज पनि किने। यो प्याज किनेर पछाडि बाइकमा राखेर अब म जान्छ अरू सामानहरू बनाउन। बिहान पख बजारको दृश्य एकदमै रमाइलो छ। रोडहरू सुनसान छन्, बाइकहरू चलाउन पनि एकदमै रमाइलो लागिरहेको छ मलाई। यो चिसोमा बाइक चलाउन चाहिँ एकदमै गाह्रो नै हुन्छ होइन, एकदमै गाह्रो काम हो बाइक चलाउन। बिहान पख एकदमै चिसो हुन्छ। सबै सामान बनाएर म बाइकमा यसरी सामान पछाडि बाँधेर अब जान्छ घरतिर। बिहानको 8 बजिसकेको छ। बजारमा मैले चिया पिएर बाइक स्टार्ट गरेर म लागेँ घरतिर। अब बजारतिर चाहिँ बिहान छिटै घाम लागिरहेको थियो। बिस्तारै अघि बढ्दै जाँदाखेरि अब अगाडि कुहिरो र चिसो हावाले हानिरहेको छ मलाई। हेर्दा हेर्दै अगाडि एकदमै कुहिरो, बाक्लो कुहिरो आउन थाल्यो। यस्तो छ यताको हाल। र फाइनली होटलमा आइपुगेर म पनि लागेँ काम गर्नतर्फ। टमाटर काटेर चटनी पनि बनाएँ। त्यसपछि मान्छे आउन थाले र म बेच्न थालेँ मोमोहरू। अब सुरु गर्नुपर्छ व्यापार। आज शनिबार भएकोले हल्का यता जखेरामा मान्छे पनि अलि धेरै नै छन् पिक्नेहरू, त्यसैले म थालेँ बिहानै अब मोमो बेच्नतिर। पहिलो कस्टमरले फ्राई मोमो मागेकोले त्यसैले म मोमोलाई फ्राई गर्दैछु र कस्टमरलाई दिन पनि थालेँ। तपाईँहरूले चाहिँ मेरो च्यानललाई सब्सक्राइब गरेर जानुहोला।